फिजिसिस्ट मदन युट्युब च्यानल हेर्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूमा नमस्कार। एसिई प्रोत्साहन तथा उत्प्रेरणाका लागि झोला तथा शैक्षिक सामग्री वितरण कार्यक्रम भवतीमाई गाउँपालिका माध्यमिक विद्यालयका कक्षा 10 का विद्यार्थीलाई सहयोग गर्नुहुने नौमुले गाउँपालिका सल्लेरी निवासी हाल अमेरिकाबाट मानेन्द्र चन्दले वितरण गर्नुभएको सहयोग सामग्री समिति बनाएको भिडियोलाई अन्तिमसम्म हेरी लाइक, शेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। हामी अब ढिला नगरिकन आजको कार्यक्रमलाई औपचारिकता दिन गइरहेका छौँ। हाम्रो आजको यस विद्यालयमा सञ्चालन हुन गइरहेको झोला वितरण कार्यक्रमको सभा अध्यक्षता ग्रहण गरिदिनका लागि भगवतीमाई गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष एवं यसै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रनाथ थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। अध्यक्ष मण्डलको सूचना र आदेश अनुसार मैले अन्य कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। आजको यस कार्यक्रमको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनका लागि भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना कुमारी थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी विशेष अतिथिको रूपमा हाम्रै भगवतीमाई गाउँपालिकाका समाजसेवी एवं खेलकुद विकास समितिका अध्यक्ष शमशेर खड्काज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी समाजसेवी भगवतीमाई गाउँपालिका वडा नम्बर 2 का समाजसेवी गोपाल साईज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी भगवतीमाई गाउँपालिका वडा नम्बर 2 का समाजसेवी हुकुम साईज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी भगवतीमाई गाउँपालिकाका समाजसेवी एवं खेलप्रेमी ईश्वर खड्काज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी भगवतीमाई गाउँपालिका वडा नम्बर 2 श्री शिक्षक एवं समाजसेवी भूपेन्द्र साईज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यसै विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य एवं अभिभावक श्री सरिता कुमारी थापाज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसैगरी यसै विद्यालयमा अध्यापन सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूका अभिभावकज्यूहरूलाई एक गोष्ठ जो उपस्थित हुनुभएको छ उहाँहरूलाई अतिथिको आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। यसै विद्यालयका प्रधानाध्यापक श्री रामा थापाज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रा यसै विद्यालयका कृषि तथा साधारण तर्फका सम्पूर्ण शिक्षक प्रशिक्षक कर्मचारी सरहरूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। कक्षा 10 का सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू तथा सानो क्लासदेखि अन्य क्लाससम्मका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई पनि आफ्नो ठाउँमा आउन शासनपूर्वक उपस्थित हुनका लागि मैले विनम्र अनुरोध गर्दछु। हाम्रो अतिथिज्यूहरूलाई माला लगाएर सम्मान गरिदिनका लागि मैले हार्दिक अनुरोध गर्दछु। माला लगाउनका लागि हाम्रा विद्यालयका शिक्षक म्याडमहरूले पनि यसो सहयोग गरिदिनु पर्ला। नानीहरू अलिकति कहीँ कतै हाम्रो अतिथिको आसन ग्रहणलाई हामीले फेरि ग्रहण गरेका छौँ। हाम्रो भगवतीमाई गाउँपालिका
का समाजसेवी हुनारीमा टोपेन्द्र चन्द्रजीलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु र मञ्चको अगाडि बसिरहनुभएका हाम्रा कार्यक्रम सञ्चालक तथा श्री ज्वाला माध्यमिक विद्यालयका शिक्षक आदरणीय गुरु एसी उत्तरित कार्यक्रम तथा शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि एवं भगवतीमाई गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि भगवतीमाई गाउँपालिकाका उपाध्यक्षज्यू, यसै हाम्रो कार्यक्रमलाई सफल बनाउन हामीलाई सहयोग गर्नुहुने मेरा सम्पूर्ण सहयोगका साथी मित्रहरू, यसै गरेर यस विद्यालयका विद्यालय व्यवस्थापनका अध्यक्ष सदस्यज्यूहरू, यसै विद्यालयका आदरणीय गुरुवर्गहरू, शिक्षक शिक्षिका मित्रहरू र यस विद्यालयमा अध्ययनरत कक्षा शिशु क्लासदेखि 12 सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यस कार्यक्रमको औचित्य उद्देश्यमाथि मैले छोटो भनाइ राख्न गइरहेको छु। तसर्थ मैले यस विद्यालयको बारेमा थोरै मेरो आफ्नो विद्यार्थी जीवनको सम्पूर्ण सबैभन्दा धेरै व्यतीत गरेको विद्यालय ज्वाला माध्यमिक विद्यालय हो। कक्षा 6 देखि 12 सम्म अध्ययन गर्दै गर्दा यस विद्यालयमा मेरो विद्यार्थी जीवनको सम्पूर्ण धेरै जीवन यसै विद्यालयमा व्यतीत भएको छ। यसर्थ यस विद्यालयको माया र यस विद्यालयबाट उत्पादित म एउटा दक्ष जनशक्तिभित्र पर्दछु। मञ्चमा आश्रित ग्रहण गर्नुभएका मेरा आदरणीय गुरुवर्गहरू, सम्भवतः मेरो आदरणीय गुरुवर्ग मध्येमा एकजना मात्रै मैले कमल सरलाई देखिरहेको छु। अब सायद यो हामीले केही कमजोरी गऱ्यौँ होला या त्रुटि गरौँ होला, त्यो थाहा भएन। 1 देखि 5 क्लाससम्म मलाई अध्ययन गराउनु हुने टोपेन्द्र सर यहीँ हुनुहुन्छ। 6 देखि 12 क्लाससम्म अध्यापन गराउने आदरणीय यस विद्यालयका पूर्व प्रधानाध्यापकज्यू, मलाई मार्गदर्शन गरेर यो स्थानसम्म पुर्याउनु सम्पूर्ण गुरुवर्गहरूलाई टाढैबाट भए पनि म नमन टक्राउन चाहन्छु, हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, स्वीकार्नुहोला। कतै यस कार्यक्रमलाई जोड्दै गर्दा केही हाम्रा त्रुटिहरू हुन सक्छन्, कमजोरी हुन सक्छन्। ती त्रुटि कमजोरीहरूलाई सच्याउँदै आगामी दिनमा अझै हामीले यसलाई प्रभावकारी ढङ्गले भगवतीमाई गाउँपालिकाको सम्पूर्ण माध्यमिक विद्यालयको एसीसँग सम्बन्धित सम्पूर्ण विद्यार्थीको भविष्यको निमित्त, शैक्षिक गुणस्तरको निमित्त हामीले गर्नुपर्ने व्यक्तिगत तर्फबाट, हामीले सामाजिक तर्फबाट र अन्य भौतिक आर्थिक नैतिक तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गर्दछौँ। अब यस विषयमा अलिकति यो लामो छ। यो शैक्षिक सामग्री तथा झोला वितरण कार्यक्रम गर्दै गर्दा हामीले सर्वप्रथम त भगवतीमाई गाउँपालिकासँग पहिलो प्रयास गरेका थियौँ यसलाई कसरी लैजानुपर्छ भन्ने कुरामा। हामीले रोभरमै राखेर साँझी राखेर भन्नुपर्छ, भगवतीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग हामीले समन्वय गऱ्यौँ। हामीलाई परदेशी भूमिमा रहेर आफ्नो पसिना, मेहनत र रगतबाट सिन्चित सानो उपहार, सानो चाहिँ एउटा कोसेली तपाईँको गाउँपालिकामा मैले वितरण गर्न सक्छु भन्ने उद्देश्यका साथ उहाँले गर्नुभएको अनुरोधलाई हामीले भगवतीमाई गाउँपालिका समक्ष पुर्याएका थियौँ। उहाँ यहीँ हुनुहुन्छ अहिले। त्यो पुर्याउने क्रममा हामीले त्यस बेला पनि यो किन र कसरी भन्ने प्रश्न गरेका थियौँ। दैलेख जिल्ला नौमुले गाउँपालिका वडा नम्बर 6 निवासी मानेन्द्र चन्जु हाल अमेरिकामा हुनुहुन्छ। उहाँ मेरो क्लासमेट साथी हो। हामीले लगभग 2 देखि 10 क्लाससम्म सँगै पढेका थियौँ।
अनि उहाँले 9 मूले गाउँपालिका महाबु र नारायण नगरपालिकामा झोला तथा अन्य सामग्रीहरू सहयोग गर्दै गर्दा भौतीमाई गाउँपालिकामा पनि तपाईँहरू गर्न सक्नुहुन्छ कि भन्ने कुराहरू आशय व्यक्त गर्नुभएको थियो। त्यति बेला हामीले प्रश्न गरेका थियौँ, तपाईँले कसरी वितरण गर्दै हुनुहुन्छ, तपाईँहरूको उद्देश्य के हो, त्यो उद्देश्य प्रष्ट भनिदिनु पर्यो भन्ने कुरा गरेका थियौँ। त्यसपछि उहाँले भन्नुभयो, उहाँले अनुरोध गर्नुभयो, म कुनै सङ्गठन राजनीतिक दलबाट प्रेरित भएर त्यसबाट उद्देश्यले त्यो उद्देश्यका साथ होइन भनेर भन्नु। त्यसो भए हामी पनि त्यसको लागि सहकार्य गर्न तयार छौँ भनेर भनेका हौँ। यदि तपाईँ कुनै सङ्घ संस्थाबाट, राजनीतिक दलबाट, फाउन्डेसनको तर्फबाट सहयोग गर्न चाहनुहुन्छ भने अथवा भौतीमाई गाउँपालिकाको समाजसेवीलाई त्यहाँभित्र आबद्ध गराउन चाहनुहुन्छ भने तपाईँको कार्यक्रममा हामी सहभागी हुँदैन भनेकै हौँ। त्यसै कारणले त्यस अर्थमा उहाँले भन्नुभएको के मात्रै हो भने मैले पढ्दै गर्दा कक्षा 10 क्लाससम्म पढ्दै गर्दा मैले एक दिन पनि कापी र किताब झोलामा हालेर स्कुल गएको दिन छैन। मेरो पारिवारिक स्थिति होला, मेरो व्यक्तिगत परिस्थितिका कारणले गर्दा त्यो परिस्थिति अहिले पनि रहन सक्छ, अहिले पनि हुन सक्छ। त्यस कारणले गर्दा त्यो अहिलेको अवस्था, पहिलेको अवस्था मेरो हो र मेरो लागि हो, त्यो विद्यार्थीको हो भन्ने भावनाका साथ मात्र मैले यो हातमा कापी र किताब रहित झोला वितरण कार्यक्रम सञ्चालन गरेको छु। त्यो कुनै पनि विद्यार्थीले हातमा कापी र किताब बोकेर स्कुलमा जान नपरोस्, त्यो मेरो एउटा मात्र उद्देश्य हो भनेर भन्नुभएको थियो। त्यसो भए त्यसलाई हामीले समर्थन गऱ्यौँ। त्यो समर्थन गाउँपालिकासम्म ल्यायौँ, गाउँपालिकाको अनुरोध गऱ्यौँ हामीले, भौतीमाई गाउँपालिकाको हामीले चाहिँ नाम लेखिदिन्छौँ त्यहाँसम्म, उहाँले सानो सहकार्य मात्रै गरिदिनु पर्यो भन्ने अनुरोध गर्दाखेरि भौतीमाई गाउँपालिकासँग कुनै केही चिज छैन, हामी सक्दैनौँ भन्ने कुरा जानकारी मलाई स्वयं दिनुभएको हो, हामीले सहकार्य गर्ने साथीलाई दिनुभएको हो। भौतीमाई गाउँपालिकाको सहकार्यमा मात्र भनिदिनुहोस् हामी नाम भौतीमाई गाउँपालिकाको लेखिदिन्छौँ भने, तसर्थ त्यसबाट पनि हामी विचलित नभएर शैक्षिक गुणस्तर अभिवृद्धिका लागि उहाँले पुर्याउनु भएको निस्वार्थ भावनालाई कदर गर्दै भौतीमाई गाउँपालिकाका 8वटा माध्यमिक विद्यालयलाई झोला तथा शैक्षिक वितरण कार्यक्रमलाई अगाडि बढाउने हामीले जमर्को गरेका छौँ। यसमा 2-3वटा अरू कारणहरू छन्। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने एउटा छ भने अर्को रहेको छ यसलाई कुनै ढङ्गबाट, कुनै परिस्थितिबाट टिका टिप्पणी नगर्ने हो भने, तर्क वितर्क नगर्ने हो भने यहाँका एसी पछाडि उत्तीर्ण विद्यार्थीहरूलाई सम्बन्धित प्रधानाध्यापकको सिफारिसमा घरको पारिवारिक स्थिति र उत्कृष्ट नतिजाका आधारमा मैले अथवा उहाँले सम्बन्धित प्रधानाध्यापकको सिफारिसमा उसको पढाइको जिम्मा लिने जिम्मा भनेर भन्नुभएको छ। त्यो पनि हाम्रो लागि गौरवको विषय हो। एउटा उत्कृष्ट, एउटा दक्ष जनशक्ति हाम्रो लागि पलायन हुन सक्छ, त्यसले त्यो अवसर नपाउन सक्छ, त्यो परिस्थिति नबन्न सक्छ। त्यसको सम्पूर्ण जिम्मा, आर्थिक जिम्मा, भौतिक जिम्मा र नैतिक जिम्मा लिने गरी सम्बन्धित प्रधानाध्यापकले सिफारिस गरेमा मैले जिम्मा लिन्छु भनेर त्यस कार्यक्रम अहिले सकभर लाइभमै नै हुनुहुन्छ होला, त्यो घोषणा गरिदिनु भन्नुभएको छ। त्यो मैले यहाँ समक्ष एउटा भौतीमाई गाउँपालिकाको लिडर विद्यालय, यहाँको लिडिङ टिचर, यहाँको एउटा नेतृत्वकर्ता शिक्षक विद्यालयको हैसियतले मैले यस विद्यालयमा भन्नै पर्ने कुरा थियो। त्यस कारणले यस कार्यक्रममा हाम्रो तर्फबाट भोलेन्टरी हो, हामीले भोलेन्टरी गरेका छौँ, हामीले सहयोग गरेका छौँ। उहाँले भन्नुभएको थियो तपाईँहरूलाई खाजासम्म राखिदिनुपर्छ कि भन्नुभएको थियो। मैले साथीहरूसँग सल्लाह गरेँ, खाजा के गर्ने हो त भन्दाखेरि खाजा राख्नु पर्दैन, हामीलाई चाहिँ यो हामीले यति 9 मूले गाउँपालिकाले भौतीमाई गाउँपालिकालाई सहयोग गर्छ भने हामीले 2-4 दिन समय हामीले दिन नसक्ने, खाजा दिन नसक्ने, खाजा नखान सक्ने अवस्था होइन, त्यसको लागि हामीले पर्दैन भनेर उहाँ समक्ष पुर्याएका छौँ, भनेका छौँ। सम्भवतः उहाँ अहिले लाइभ नै हुनुहुन्छ होला यो कार्यक्रम गर्दै गर्दा। त्यसै गरेर हामीले कुनै ढङ्गबाट, कुनै तरिकाबाट
कसैसँग सम्बन्धित नरहेर सम्बन्धित विद्यालयलाई हामीले खबर गरेका थियौँ। हामीले यस्तो यस्तो कार्यक्रम गर्दैछौँ, कक्षा 10 का भाइ बहिनीहरूलाई शैक्षिक सामग्री तथा झोला वितरण गर्दैछौँ, सहयोग गरिदिनु होला भनेर प्रधानाध्यापकलाई खबर गरेका थियौँ। सम्भवतः हामीले पहिलो चरणका 3वटा विद्यालयलाई समापन गरेर यो पहिलो चरणको अन्तिम विद्यालय भगवती माई गाउँपालिकाको लिडर विद्यालयमा हामी पहिलो चरणको कार्यक्रमको अन्तिममा छौँ। त्यस कारणले गर्दा कहीँ कतै त्यस्तो परिस्थिति सिर्जना भएको छ भने विद्यार्थी भाइ बहिनीहरूले सम्बन्धित प्रधानाध्यापकलाई खबर गरेर त्यसको सिफारिस गर्नुहुनेछ। त्यसलाई हामीले सम्बन्धित पक्षलाई पुर्याउनेछौँ र सहयोग गर्न हामी तयार हुनेछौँ भन्ने कुराहरू यहाँ राख्दै यस कार्यक्रममा यो एसी उत्प्रेरणा तथा शैक्षिक कार्यक्रमको उद्देश्य यही नै रहेको छ। अर्को कुरा अब उहाँले भन्नुभएको कुरा मैले यहाँ भन्नै पर्छ। 3टा पुरस्कारको घोषणा गरिदिएको छु, कार्यक्रम गर्ने विद्यालयहरूमा भनिदिनु होला भनेर भन्नुभएको छ। भगवती माई गाउँपालिकामा रहेका 8वटा माध्यमिक विद्यालयमा एसीईमा 2082 सालको एसीईमा उत्कृष्ट नतिजा ल्याउने 3वटा विद्यालयलाई मैले शैक्षिक सामग्री र उचित पुरस्कारको व्यवस्था छ। त्यो नतिजा पछाडि चाहिँ उत्कृष्ट 3वटा विद्यालयलाई उत्कृष्ट पुरस्कार र शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम राख्नुभएको छ। त्यस्तै गरेर भगवती माई गाउँपालिकाका 8वटा विद्यालय मध्येबाट प्रथम र तृतीय हुने विद्यार्थीहरूलाई उचित पुरस्कारको व्यवस्था गर्नुभएको छ। त्यस्तै गरेर उत्कृष्ट नतिजा ल्याउने विषयगत शिक्षकलाई पनि पुरस्कार तथा सम्बन्धित टिचरलाई सम्मान कार्यक्रम गर्ने भन्नुभएको छ। मैले यस कार्यक्रम मार्फत यस विद्यालयमा जानकारी गराएको छु। तसर्थ यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र आफ्नो निस्वार्थ भावनाले विद्यार्थीलाई विद्यालयमा झोला रहित अथवा कापी र किताब हातमा रहित अभियान सञ्चालन गरेका छौँ। यसको अरू कुनै सँग साइनो नरहेको कुरा जानकारी गराउँदै यस विद्यालयको र आउँदै गरेको एसी 2082 दिने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई सफलताको शुभकामना दिँदै यस विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै यस कार्यक्रमलाई आर्थिक रूपमा सौजन्य गर्ने सहयोग गर्नुहुने मानेन्द्र चन्द, उहाँको स्थायी ठेगाना भनेको दैलेख जिल्ला नौमुले गाउँपालिका वडा नम्बर 6 रहेको छ। सल्लेरी नौमुले गाउँपालिका सल्लेरी वडा नम्बर 6 रहेको छ। उहाँ विगत मैले भने मेरै उमेरको हो, उहाँले मसँगै पढ्नुभएको थियो। तर हाम्रो विद्यालय एउटै नभए पनि कक्षा एउटै हुँदा हामी एसएलसी पछाडि सँगै काठमाडौँमा 1-2 वर्ष बस्ने अवसर प्राप्त गऱ्यौँ। त्यसपछि उहाँले इन्जिनियरिङतिर जानुभयो भने म नर्मल्ली साधारणतर्फ पढेको विद्यार्थी हुँ। उहाँले इन्जिनियरिङ पढ्दै गर्दा त्यसपछि उहाँलाई सौभाग्यवश मन ठुलो भएपछि, कर्म ठुलो भएपछि भाग्यका कारण उहाँ डिबी पढेर विगत 10 वर्षदेखि अमेरिकामा काम गर्दै हुनुहुन्छ। त्यसमा उहाँको कुनै फाउन्डेसन अथवा कुनै अन्य सङ्घ संस्थासँग साझेदारी छैन, नितान्त व्यक्तिगत सहयोग हो। उहाँको परिश्रम मेहनतबाट आएको आम्दानीबाट यहाँका विद्यार्थीहरूलाई आफू र आफ्नो छोराछोरी सम्झेर गर्नुभएको निस्वार्थ सहयोग हो। उहाँको परिचय यही नै हो। हस्, धन्यवाद। नौमुले गाउँपालिका वडा नम्बर 6 स्थायी ठेगानामा हाल अमेरिकामा बस्दै रहनुभएका मानेन्द्र चन्द समाजसेवी मानेन्द्र चन्दद्वारा हाम्रा यिनी साना एसी दिने बालबालिकाहरू किताब कापी हातमा समातेर शैक्षिक सुधार, शैक्षिक गुणस्तर प्राप्तिमा काहीँ कतै अप्ठ्यारो परे होला, मैले सानो सहयोग गरेँ भने उहाँहरूले अझै राम्रो गर्न सक्नुहुन्छ कि भनेर उहाँले चाहिँ सहयोग गर्न खोज्नुभएको रहेछ। उहाँले अन्य पुरस्कारको पनि व्यवस्था गर्नुभएको रहेछ। यदि आउँदै गरेको एसीमा फर्स्ट, सेकेन्ड, थर्ड भन्छौँ हामी, पहिलो, दोस्रो, तेस्रो हुने विद्यार्थीहरूको लागि पनि पुरस्कारको घोषणा गर्नु भएको जानकारी गराएर जानुभएको छ। अनि भगवती माई गाउँपालिकाको उत्कृष्ट शिक्षकलाई पनि पुरस्कार
को व्यवस्था गरेको कुरालाई पनि उहाँले जानकारी गराएर जानुभएको छ। उहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। राखिदिनका लागि यसै विद्यालयका प्रधानाध्यापक श्री रामबहादुर थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। विशेष गरी आज हाम्रो दैलेख 9 मूले गाउँपालिका वडा नम्बर 6 निवासी र हाल अमेरिकामा रहनुभएका आदरणीय व्यक्तित्व, मनकारी व्यक्तित्व र एउटा असल समाजसेवी श्री मानेन्द्र सञ्ज्यूको सहयोगार्थ खास गरी कक्षा 10 का भाइ बहिनीहरूको पढाइ लेखाइलाई थप प्रोत्साहित गर्नका लागि, थप उत्साहित गर्नका लागि र आउँदै गरेको अथवा निकट भविष्यमा हुँदै गरेको एसी परीक्षामा थप सफलता प्राप्त गर्नका लागि उहाँले आफ्नो चाहिँ कमाइबाट केही रकम छुट्याएर भगवती माई गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा 10 का भाइ बहिनीहरूलाई झोला तथा शैक्षिक सामग्री वितरण गर्ने यस कार्यक्रमका सभाध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि भगवती माई गाउँपालिकाका उपाध्यक्ष श्री मीना कुमारी थापाज्यू र यो झोला वितरण कार्यक्रमलाई सहजीकरण गर्नका लागि खटिरहनुभएका हाम्रा यही पालिकाका आदरणीय समाजसेवी व्यक्तित्वहरू जो उहाँहरू आजको हाम्रो विशेष अतिथि हुनुहुन्छ। त्यसै गरी यस विद्यालयमा अध्ययनरत कक्षा 10 लगायत अन्य कक्षाका भाइ बहिनीहरूका अभिभावकहरू जो अतिथिको रूपमा यहाँ उपस्थित हुनुभएको छ, सम्पूर्ण अतिथिज्यूहरू, अभिभावकज्यूहरू, विद्यालयका सम्पूर्ण शिक्षक, प्रशिक्षक तथा कर्मचारी व्यक्तित्वहरू, कक्षा 10 मा अध्ययनरत सम्पूर्ण भाइ बहिनीहरूमा म आज यो विशेष कार्यक्रममा सबैलाई स्वागत गर्न चाहन्छु। खास गरी बिरलै मान्छेहरू हुन्छन् यसरी चाहिँ हाम्रा भाइ बहिनीहरूलाई सहयोग पुर्याउने अथवा विद्यार्थीको पठन पाठनलाई थप प्रभावकारी बनाउनका लागि, थप उत्साहित बनाउनका लागि थोरै व्यक्तिहरूले सहयोग गर्ने गर्छन् र त्यसै क्रममा आदरणीय मानेन्द्र सञ्ज्यूबाट जो हाम्रो विद्यालयका भाइ बहिनीहरूलाई आज झोला वितरण हुँदैछ र उहाँको यो निस्वार्थ सहयोगप्रति म विद्यालयको तर्फबाट साथै विद्यार्थी, शिक्षक सबैको तर्फबाट एकमुष्ट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आशा छ आगामी दिनमा पनि उहाँबाट यस्तै खालका चाहिँ सहयोग हामीलाई प्राप्त हुनेछ र उहाँलाई हामी सदा सम्झिराख्नेछौँ। उहाँप्रति हामी सधैँ ऋणी भएको चाहिँ महसुस गर्नेछौँ र आज चाहिँ हामीले अलिकति यो विद्यार्थीको अभिभावकहरूलाई पनि बोलाउन भनेर चाहिँ सम्पूर्ण विद्यार्थीहरूलाई मैले सम्भवतः 28 गतेदेखि नै भनिरहेको थिएँ अभिभावकहरूलाई पनि जम्मा गरिदिनु पर्ला भनेर चाहिँ मैले साह्रै 3-4 दिन अथवा यो लाइनमा पनि अनुरोध गरेको थिएँ। तर मैले आज झिनो उपस्थिति पाएँ। या त विद्यार्थी भाइ बहिनीहरूले खबर गर्नु भएन या त अभिभावकजीहरू चाहिँ उपस्थित हुनु भएन। यसै कार्यक्रममा मैले यो 2082 सालको कक्षा 10 को प्रथम त्रैमासिक परीक्षाको नतिजा अनि प्रस्तुत गर्ने र सँगसँगै
त्यो नतिजाका बारेमा छलफल गरेर हाम्रो भगवती माई गाउँपालिकाले विद्यालयलाई मक्सिर 1 गतेदेखि नै अतिरिक्त कक्षाहरू सञ्चालन गर्न भनेर चाहिँ परिवर्तन गरेको थियो। त्यही परिप्रेक्ष्यमा चाहिँ एक खालको चाहिँ छलफल गराएर हाम्रा कक्षाहरू सञ्चालन गर्ने अथवा सुचारू गर्ने कुरा छलफल गर्ने कुरा थियो। तर थोरै अभिभावक आउनुभएको छ। तथापि म केही समयपछि विद्यार्थीहरूको चाहिँ यो झोला वितरण गरिसकेपछि त्यो नतिजालाई संक्षेपमा मात्रै उत्तीर्ण कति भए कति अनुत्तीर्ण भए भन्ने मात्रै आज जानकारी गराउनेछु र थप बुझ्नका लागि अभिभावकहरूलाई विद्यालयमा उपस्थित भइदिनका लागि चाहिँ म अनुरोध गर्नेछु र त्यसपछि चाहिँ हामी थप सहसल्लाह सहित हाम्रो चाहिँ अतिरिक्त कक्षाहरू चाहिँ सञ्चालन हुनेछन् र हामी सम्पूर्ण भाइ बहिनीहरू मैले नतिजा तयार गरेको चाहिँ झन्डै धेरै समय भइसकेको छ। तर यही समयलाई आधार बनाएर चाहिँ यसैमा प्रस्तुत गर्ने योजना अनुसार चाहिँ ढिलो हुन गएको छ र अलि चाहिँ नतिजा एकदमै कमजोर देखिएको छ, जसले गर्दा हाम्रो भविष्य चाहिँ समुज्वल हुन सकोस् त्यसका लागि भाइ बहिनीहरूसँग थप परामर्श गर्दै सरसल्लाह अनुसार चाहिँ पठन पाठनलाई सुधार्नका लागि चाहिँ हामी फेरि केही अभिभावक चाहिँ आउनु भएको छ, उहाँहरूसँग आज सल्लाह हुन्छ र बाँकी नआउनुभएका अभिभावकहरूलाई फेरि एक दिन चाहिँ बोलाएर हामी थप अगाडि चाहिँ बढ्ने कोसिस गरिरहेका छौँ। त्यसैले बाँकी चाहिँ पुनः पनि म धेरै नबोलिकन केही पछाडि बोल्ने वक्ताहरू पनि हुनुहुन्छ, मैले यो संक्षेपमा थोरै केही कुरा जानकारी गराएको छु। विद्यार्थी भाइ बहिनीहरूको अलि नियमितता पनि कम देखिया छ र विद्यालयमा आइसकेपछि अलि पठन पाठनमा पनि ध्यान नदिने, अलि चाहिँ केही व्यवहारहरू चाहिँ उच्छृङ्खल खालका व्यवहारहरू पनि देखिएका छन्, जसले गर्दा हाम्रो सफलता ती गतिविधिहरू हाम्रो सफलताका विपरीत हुन सक्छन्। तिनले हाम्रो पठन पाठनलाई सपोर्ट गर्न सक्दैन। त्यसैले कक्षाहरू चाहिँ सकेसम्म सञ्चालन भइरहेका छन्। भाइ बहिनीहरूले आफ्नो अमूल्य समयलाई सदुपयोग गरेर आफ्नो पढाइलाई सुधार गर्नेछन् भन्ने कुरा यहाँ राख्दै समाजसेवी शमशेर खड्काज्यूलाई छोटो मन्तव्य राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद सञ्चालकज्यू। सेवा नै धर्म हो भन्ने मूल भावलाई मध्यनजर गर्दै दैलेख जिल्ला नौमुले गाउँपालिका वडा नम्बर 6 निवासी, वडा नम्बर 6 सल्लेरी निवासी, हाल विगत 8-10 वर्षदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएका इन्जिनियर मानेन्द्र चन्द सरको प्रायोजनमा भगवतीमाई गाउँपालिकाका 8वटा माध्यमिक विद्यालयहरूको कक्षा 10 का एसी दिने भाइ बहिनीहरूलाई एसी प्रोत्साहन तथा उत्प्रेरणा कार्यक्रम अन्तर्गत झोला तथा शैक्षिक सामग्री वितरण कार्यक्रमको आज हामी दोस्रो दिनको चौथो कार्यक्रममा छौँ र यस हामीले हरेक कार्यक्रमहरू समय अभावका कारण अनौपचारिक गर्दै आइरहेका थियौँ र हाम्रो भगवतीमाई गाउँपालिकाकै मोटो सबैभन्दा पुरानो विद्यालय र सबैभन्दा ठुलो विद्यालय पनि र यस विद्यालयमा हामीले औपचारिक कार्यक्रम विद्यालयको अनुरोधमा सञ्चालन गर्दैछौँ र यस कार्यक्रमका अध्यक्ष भगवतीमाई गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि भगवतीमाई गाउँपालिकाका उपाध्यक्षज्यू, यस विद्यालयका प्रधानाध्यापकज्यू, सम्पूर्ण ज्वाला माध्यमिक विद्यालयका हाम्रा अग्रज गुरुवर्गहरू, सर म्याडमहरू, हाम्रो मानेन्द्र सरको यो
जुन कार्यक्रम छ यस कार्यक्रमलाई दिनरात नबनिकन हामीले एउटा टिम बनाएका छौँ। भोलिन्टियरिङ टिम छ, टिमका सम्पूर्ण सदस्यज्यूहरू र आज यहाँ परीक्षाको नतिजा पनि प्रकाशन कार्यक्रम रहेछ। सँगै हामीले पनि अभिभावकलाई बोलाएका थियौँ र यस कार्यक्रममा पाल्ने सम्पूर्ण अभिभावकज्यूहरू, सम्पूर्ण विद्यार्थी भाइ बहिनी लगायत हामीले छोटो कार्यक्रम गर्ने र 10 क्लासका मात्रै भाइ बहिनीहरूलाई राख्ने गरी र छोटो एउटा जो व्यक्तिले सेवा गर्नुभएको थियो र उहाँको लागि मात्रै एउटा उहाँले गर्नुभएको सहयोगलाई मात्रै हामीले वितरण गर्ने एउटा सानो कार्यक्रम गर्न खोजिरहँदा जुन ज्वाला माध्यमिक विद्यालयले एउटा आफ्नो कार्यक्रमसँगै जोडेर जुन हामीलाई एउटा सम्मान गर्नुभएको छ, त्यसका लागि पनि ज्वाला माध्यमिक विद्यालयलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो सम्मान हामीले लिइरहँदा यो सम्मान हाम्रो लागि मात्र नभइकन हामीले एउटा जस्ट भोलिन्टियरिङ मात्रै गरिरहेछौँ। यो सम्मान सम्पूर्ण हामीले जति सम्मान पाइरहेका छौँ, जति विद्यालयहरूबाट सम्मान पाइरहेका छौँ, यो हाम्रो कर्मको फल भनौँ या मानेन्द्र सरको एउटा जुन सहयोग छ, त्यो सहयोगलाई यहाँले जुन सम्मान गरिराख्नु भएको छ, जुन हामीले पाइरहेको सम्पूर्ण सम्मानलाई पनि म मानेन्द्र सरप्रति समर्पित गर्न चाहन्छु। जुन यहाँले एउटा सेवाभावमा जुन कार्यक्रमहरूलाई विद्यालयसम्म पुर्याउनुपर्छ भनेर हामीलाई एउटा जिम्मेवारी प्रदान गर्नुभयो। त्यो जिम्मेवारीका लागि पनि र हामीले सेवा गर्न पाइरहँदा भित्री मनदेखि नै खुलेर निस्वार्थ भावनाका साथ उहाँले गर्नुभएको निस्वार्थ भावनाको सहयोगलाई हामीले पनि निस्वार्थ भावनाका साथ विद्यालयहरूमा हामी अगाडि बढिरहेका छौँ। र यो पहिलो चरणको कार्यक्रम हामी भगवती महावी तुर्सु, जनता महावी रुम, सरस्वती महावी गन्म र ज्वाला माध्यमिक विद्यालय बेस्तडालाई पहिलो चरणको कार्यक्रममा राखेका छौँ। र यो सँगै हामीले छिटै नै अरू 4वटा बाँकी रहेका माध्यमिक विद्यालयहरूमा पनि यो किसिमको कार्यक्रमहरू गर्नेछौँ। र अहिले नितान्त कक्षा 10 का भाइ बहिनीहरूलाई मात्रै एसिएको मूल ढोका प्रवेश गर्नका लागि र विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप र हरेक विद्यार्थीहरूको हातमा झोला हुनुपर्छ भन्ने यो कार्यक्रमको सुरुवात गरेका छौँ। यो हाम्रो सुरुवात मात्रै हो र आगामी दिनहरूमा हामीले यस्ता हरेक किसिमका कार्यक्रमलाई अगाडि बढाउनेछौँ। र यो अहिले हाम्रो मानेन्द्र सरको एउटा व्यक्तिगत र आफूले बाल्यकालमा पाएका हरेक दुःख सुख र आफ्ना सङ्घर्षहरूलाई यहाँले बुझ्दै यो निकट भविष्यमा कुनै पनि विद्यार्थी भाइ बहिनीहरूले झोला नपाएर विद्यालय जान नपरोस् भन्ने मूल उद्देश्यका साथ उहाँले गर्नुभएको यो सुरुवात गर्नुभएको यो कार्यक्रममा हामी पनि सहभागी मात्रै भएका हौँ। र उहाँको जुन निस्वार्थ भावनाको सहयोगलाई हामीले यहाँहरू समक्ष पुर्याएका मात्रै हौँ। र यो सम्मान ग्रहणका लागि यो मात्र नभइकन हामीले विद्यार्थी समक्ष प्रत्यक्ष रूपमा झोला तथा शैक्षिक सामग्री पुर्याउनको लागि यो कार्यक्रम अगाडि बढाइरहेका छौँ। र त्यसका लागि पनि विद्यार्थी भाइ बहिनीहरूले एउटा झोला मात्रै नभइकन एउटा सपनाको झोला हो भन्ने कुरा यहाँले पनि बुझिदिनु हुनेछ। र यसरी आइरहेको छ, अघि सरले पनि भनिसक्नु भएको छ। अब छिटै नै क्लासहरू सुरु हुँदैछ। अब सम्पूर्ण क्लासहरू पनि विद्यार्थीहरूले आफूले आफ्नो घरको व्यस्त समयलाई पनि मध्यनजर गर्दै आफ्नो घरसँगै विद्यालयमा पनि त्यही किसिमको समय दिएर आफ्नो एसिएको मूल ढोकालाई कसरी सफलताका साथ अगाडि बढ्न सकिन्छ, त्यसरी नै विद्यार्थी भाइ बहिनीहरू पनि अगाडि बढ्नुहुनेछ। र अघि नै हाम्रो भूपेन्द्र सरले पनि पुरस्कारको जुन हाम्रो मान्य सरले पुरस्कारको घोषणा गर्नुभएको छ, त्यो सम्पूर्ण पुरस्कारहरू भनिसक्नु भएको छ। त्यसका लागि पनि हाम्रा सम्पूर्ण भाइ बहिनीहरू, यो त भगवतीमाई गाउँपालिकाका एउटा नमुना विद्यालय पनि हो। हामी सबैको
सेन्टरमा पढ्ने र सबैको अन्दाजमा रहेको एउटा विद्यालय पनि भएको नाताले हाम्रा यहाँका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्नुहुनेछ र प्रथम द्वितीय र तृतीय स्थान ल्याउने विद्यार्थीहरूलाई उचित पुरस्कारको पनि घोषणा गर्नुभएको कुरा यहाँलाई जानकारी भइसकेको छ र त्यो सँगसँगै विद्यार्थीहरूलाई मात्रै प्रोत्साहन नभइकन विद्यार्थीहरूलाई यो बाटोमा देखाउने र उहाँलाई लगनशील इमान्दार र कर्तव्यनिष्ठ एउटा विद्यार्थीको हैसियतलाई अगाडि बढाउनका लागि जुन शिक्षक गुरुवर्गहरू हुनुहुन्छ हाम्रो उहाँहरूले पनि अङ्ग्रेजी गणित र विज्ञान विषयका शिक्षकहरूलाई आफ्नो विषयमा उत्कृष्ट स्थान हासिल गरेको खण्डमा प्रथम द्वितीय र तृतीय स्थान ल्याउन सकेको खण्डमा शिक्षकहरूलाई पनि उचित पुरस्कारको घोषणा गर्नुभएको कुरा यहाँहरूलाई जानकारी भइसकेको छ र सरले यो एउटा प्रायोजन गर्नुभएको छ भगवती माई गाउँपालिकालाई। यो प्रायोजनका लागि फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँ उहाँले यो हाम्रो भगवती माई मात्रै नभइकन देशमा केही आपद पर्दा केही विपद आउँदा पनि यो कोरोना कालमा तपाईँको नाकाबन्दीको बेलामा या तपाईँको बाढी पहिरो आउँदा हरेक क्षेत्रमा उहाँले 5-7 वर्ष अगाडिबाट नै यस्ता विभिन्न किसिमका सहयोगहरू उहाँले आफूले जुन बाल्यकालमा पाएका दुःख कष्ट उहाँले सहँदै उहाँले नेपालमा इन्जिनियरसम्मको पढाइलाई सम्पन्न गर्दै उहाँको भाग्य नै उहाँले जुन कर्म गरिराख्नु भएको छ उहाँको कर्मअनुसारको भाग्य पनि ठुलो भएको हुँदा उहाँ अहिले आफ्नो बसाइ अमेरिकामा हुँदै गर्दा अमेरिकामा हुने सबै मान्छेको मन ठुलो हुँदैन, सबैसँग धन पनि हुँदैन र उहाँसँग जे छ जति उहाँले आफूले दुःख कष्ट गरेर अमेरिका जस्तो देशमा आफूले सङ्घर्ष गर्दै दैलेख जिल्लाका धेरैवटा पालिका नौमुले गाउँपालिका माबु नारायण लगायत अहिले पहिलोचोटि हामीले भगवती माई गाउँपालिकामा उहाँलाई भित्याउन पाएका छौँ र उहाँले आफूले गरेको दुःखको एक एक मुठी उहाँले आफूले बगाएको एक एक पसिनाको एक अंश छुट्याएर यहाँ हामीमाझ भगवती माईलाई पनि केही गर्नुपर्छ, यो पनि मेरो माटो हो भनेर उहाँले जुन किसिमको एउटा सहयोगी भावना देखाएर हामीसँग जोडिनुभयो र जोडिसकेपछि हामीले पनि उहाँले निस्वार्थ भावनाले गरेको कामलाई हामीले पनि निस्वार्थ भावनाका साथ विद्यार्थीमाझ प्रत्यक्ष रूपमा पुर्याउनुपर्छ र यो हाम्रो पहिलो कार्यक्रम पनि हो र यो सँगसँगै उहाँले आफ्नो फाउन्डेसनहरू पनि दर्ता गर्दै हुनुहुन्छ। उहाँ अहिले व्यक्तिगत नितान्त व्यक्तिगत रूपमा उहाँले गरेको सहयोग हो र हामीले उहाँले फाउन्डेसन सँगसँगै विभिन्न सङ्घ संस्थासँग जोडिएर पनि अबका आउने दिनहरूमा कार्यक्रम गर्दै हुनुहुन्छ र त्यो कार्यक्रममा हामी पनि सहभागी हुनेछौँ र अन्य थुप्रै सहयोगी मनहरूसँग हामी जोडिँदैछौँ। अहिले हामीले कक्षा 10लाई मात्रै यो एसई प्रोत्साहन कार्यक्रम अन्तर्गत 10 क्लासका विद्यार्थीहरूलाई मात्रै जोडेका छौँ। यो मानेमा कि अहिले अरू विद्यार्थीहरूले यो त हाम्रो कार्यक्रम रहेनछ भन्ने किसिमले नहेरिदिनु होला, पालो सबै विद्यार्थीहरूको पनि आउनेछ। हामीले जे गर्न सक्छौँ जहाँबाट आर्थिक भौतिक नैतिक रूपमा हामी सबै टिम जोडिनेछ र यही भोलिन्टियरिङ टिमले तपाईँ हाम्रो भगवती माई गाउँपालिकाभित्र रहेका सम्पूर्ण विद्यार्थीहरूका एक एक मनका भावनाहरू र जो अलि विपन्न वर्गमा हुनुहुन्छ, जो आर्थिक अभावले पढ्न स्कुल आउन सक्नु भएको छैन, त्यस्ता कुनै पनि भाइ बहिनीहरू भएको खण्डमा पनि यहाँहरूले आफ्नो विद्यालय प्रशासन समक्ष आफ्नो समाज वरपर रहेका कुनै विद्यार्थी भाइ बहिनीहरू त्यस्तो भएको खण्डमा पनि यहाँहरूले खबर गर्नुहोला र त्यस्तो पढ्नै नसक्ने अवस्थाका र विद्यालय आउनै नसक्ने अवस्थाका विद्यार्थीहरूलाई पनि उहाँले सहयोग गर्ने कुरा हामीमाझ राख्नुभएको छ। त्यसो भएको हुनाले हामीले विद्यालय प्रशासनसँग सम्पर्क गर्नेछौँ र विद्यालय प्रशासनलाई पनि हामीले प्रत्यक्ष रूपमा मानेन्द्र चन्दज्यूसँग हामीले जोड्ने कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। उहाँले शिक्षा क्षेत्रमा मात्रै होइन खेलकुद क्षेत्रमा पनि हरेक ठाउँमा सहयोगहरू गर्दै आउनुभएको छ। विगत 2-3 वर्षदेखि नै हाम्रो वडा स्तरीय खेलकुद प्रतियोगिताहरूमा उहाँले विभिन्न किसिमका प्रायोजनहरू पनि गर्नुभएको छ। हामीले तत्काल अस्ति भर्खरै गरेको हाम्रो कार्यक्रम पनि महिला तर्फको पालिका स्तरीय
महिला भलिबल प्रतियोगिताको द्वितीय स्थानको पनि उहाँले प्रायोजन गर्नुभएको छ र त्यसका लागि पनि उहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै यो कार्यक्रमलाई जुन सफलताका साथ सम्पन्न गर्न विद्यालय प्रशासनले जुन यति दुःख गर्नुभयो, हाम्रो छोटो कार्यक्रमलाई यहाँहरूले ठुलो र भव्य बनाइदिनका लागि यो फुलमाला सहितको यो जुन तपाईँहरूले दुःख गर्नुभयो त्यसका लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र यो सम्पूर्ण सम्मान तपाईँहरूको सम्पूर्ण सम्मान चाहिँ हाम्रो आदरणीय व्यक्तित्व समाजसेवी मानेन्द्र चन्दज्यूलाई समर्पण गर्दै आफ्नो छोटो भनाइ यहीँ अन्त्य गर्छु। धन्यवाद, नमस्कार। कर्मलाई नै मैले जोड्न गइरहेको छु। हामीसँग समय एकदमै थोरै छ, त्यसकारण हामीले धेरै भूमिका नबाँधिकन हामीले कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। आजको प्रमुख अतिथि भगवती माई गाउँपालिकाका उपप्रमुख मीना कुमारी थापा खड्काज्यूलाई आफ्नो भनाइ राखिदिनका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। मन्तव्य राखिदिनका लागि स्टेजमा आमन्त्रण गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालक ज्वाला माविका शिक्षक मदन प्रकाश थापाज्यूलाई प्रेरणा तथा शैक्षिक सामग्री वितरण कार्यक्रमका सभाध्यक्ष एवं भगवती माई गाउँपालिका 1 नम्बर वडाका वडाध्यक्षज्यू, र विशेष अतिथि भगवती माई गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष शमशेर खड्काज्यू, विशेष अतिथि समाजसेवी सरस्वती आबी सिराका शिक्षक भूपेन्द्र साईज्यू, र ज्वाला माविका निपरा रामबाल थापाज्यू लगायत समाजसेवी भाइ गोपाल जङ साईज्यू, समाजसेवी ईश्वर खड्का, समाजसेवी भूपेन्द्र चन्द, समाजसेवी सम्पूर्ण भाइ बहिनीहरू र ज्वाला माविका सम्पूर्ण शिक्षक तथा शिक्षिका वर्गहरू र ज्वाला माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। आज विशेष गरिकन हामीले सम्झनै पर्ने व्यक्तित्व नौबुले गाउँपालिका वार्ड नम्बर 6 निवासी भाइ मानेन्द्र चन्दलाई म स्टेजबाट विशेष धन्यवाद दिन चाहन्छु। उहाँ एउटा व्यक्ति मात्रै नभएर यो समाजको लागि एउटा उदाउँदो तारा भएको पनि मैले महसुस गरेँ र भगवती माई गाउँपालिका 4वटा विद्यालयमा उहाँले किताब रहित झोला रहित विद्यार्थी नरहनका लागि अथवा नहुनका लागि विद्यार्थीले किताब हातमा समात्दै गर्दा कापी किताबै हराएको अवस्था र डटपेन कलम नै हराएको अवस्था उहाँले महसुस गरेर विद्यार्थी भाइ बहिनीहरूको आवश्यकतालाई एकदम मनन गरिकन अस्ट्रेलिया, कोरिया, अमेरिका देशमा थुप्रै प्रकारका भाइ बहिनीहरू, थुप्रै असल नागरिकहरू, एकदम जेहनदार विद्यार्थीहरू जानुभएको छ र मन सबैको एउटै हुँदैन। फुलबारीमा एउटा फुल फुल्दै गरेको फुल, त्यही फुल मन्दिरमा पूजाका लागि चढ्छ भने त्यही फुल मसान घाटमा एउटा माला बनेर जान्छ। यो एउटा असल उदाहरण हो र एउटा समाजका लागि केही गर्नुपर्छ र यो समाजलाई परिवर्तन गर्नका लागि, यो समाजलाई हातेमालो गरेर अगाडि लैजानका लागि उहाँ एउटा आफ्नो पारिवारिक सुख मात्र नभएर यो समाजको सुखलाई पनि हेर्न चाहनुहुने भाइ मानेन्द्र चन्दलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। र एउटा भगवती माई गाउँपालिकाका सम्पूर्ण वैदेशिक रोजगारमा
जानुभएका युवाहरूको लागि पनि सिकाइको अवसर हुनेछ, यो एउटा सिकाइ प्रदान हुनेछ भन्ने कुरा पनि अवगत गर्न चाहन्छु। हामी चाहन्छौँ हामी सरकारमा रहँदै गर्दा कुनै पनि युवा जनशक्तिहरू वैदेशिक रोजगारमा गएर आफूले दुःख नपाउन् अथवा वैदेशिक रोजगारमा नगएर स्वदेशी भूमिमा पसिना बगाउन् त भन्न चाहन्छौँ। तर पनि हामीले स्वदेश त स्वदेश छ, तर पनि हाम्रो रोजीरोटी हामीले बिहान खाँदै गर्दा बेलुका के खाउँ भन्ने अवस्था हाम्रो गाउँ घरमा तमाम छ र रोजगारीको सिलसिलामा वैदेशिक रोजगारमा जानुभएका कयौँ युवाहरूले उतै ज्यान गुमाउनु भएको छ त कुनै भाइ बहिनीहरूले असल नाम कमाएर पनि वैदेशिक रोजगारमा रोजगारी गरिराख्नु भएको छ। त्यस्तै गरी थुप्रै युवाहरूले विदेशबाट स्टार्टर लेख्नु भएको हुन्छ। म सामाजिक सञ्जालमा अलिकति अगाडि पनि छु र सामाजिक सञ्जालमा चलाउँदै गर्दा धेरै भाइ बहिनीहरूले विदेशबाट मलाई पनि फोन गर्नु भएको हुन्छ र बेला बेलामा मलाई मेसेज पनि गर्नु भएको हुन्छ भगवती माई गाउँपालिकाको अवस्थाको बारेमा र भगवती माई गाउँपालिकाको राष्ट्रिय राजनीतिको बारेमा मलाई सोध्नुहुन्छ र मैले सके जति उत्तर दिने गरेको छु र धेरै भाइ बहिनीहरूसँग म नजिक छु र म एउटा समाजसेवी एउटा पालिकाको अहिलेको प्रतिनिधि हुँदै गर्दा एउटा भगवती माई गाउँपालिकाको समाजसेवी महिलाका रूपमा पनि छु। यो सिरे भगवती माई गाउँपालिकाको उपाध्यक्ष हुँदै गर्दा यो राजनीतिमा अगाडि बढ्दै गर्दा म सम्पूर्ण मेरा गुरुवर्गहरूलाई सम्झन चाहन्छु र मेरा अभिभावकहरूलाई सम्झन चाहन्छु। मेरो विद्यालय सरस्वती आदि कट्टीका सम्पूर्ण सरहरूलाई सम्झन चाहन्छु र त्यस्तै गरी ज्वालामाविका मार्तिका सर देवेन्द्र राज अधिकारी र थुप्रै मेरा गुरुवर्गहरूलाई सम्झन चाहन्छु र यो सम्झना म सधैँभरि गुरुको शिष्य भइरहनेछु र त्यस्तै गरी सम्पूर्ण भाइ बहिनीहरूलाई आग्रह गर्न चाहन्छु शिक्षकलाई अभिभावकको रूपमा जहिले पनि ग्रहण गर्नु र विद्यार्थी भाइ बहिनीहरूले शिक्षकका असल गुणहरूलाई असल स्वभावहरूलाई ग्रहण गर्न विद्यार्थीको एउटा कर्तव्य हो। तपाईहरु जस्ता हुँदै गर्दा म एउटा विद्यालयको स्कुलको एउटा कुनामा त्यहाँनिर एउटा कुना थियो, म 6 क्लासमा पढ्दै गर्दा एउटा ढुङ्गा बिछाएर म 6 क्लास पास गरेको हो। 7 क्लासमा जाँदाखेरि एउटा लामो सालको मुढा थियो, त्यो मुढामा हामी धेरै भाइ बहिनीहरू बस्थ्यौँ र त्यो मुढामा बस्नका लागि पनि पालो उछिन्नु पर्थ्यो र त्यो मुढामा बस्नका लागि यदि मुढा हामीले पहिला आएर हामीले आसन गर्न नगर्यो के अरे हामीले पहिला आएर नबस्न पाउँदा हामीले धुलोमा बस्नु पर्थ्यो। त्यो अवस्था अहिले छैन। त्यो अवस्थादेखि हामी धेरै अगाडि बढिरहेको अवस्था छ र त्यो अवस्था म कतै सरले क्वेसन सोधिदिनुहुन्छ कि भनेर निउडाएर टाउको निउडाएर हामी टाउको नुगाएर तर बस्थ्यौँ भने त्यो अवस्था सम्पूर्ण भाइ बहिनीहरू हुन सक्छ र आज यही विद्यालय जन्माएका धेरै भाइ बहिनीहरू धेरै अगाडि बढिसक्नु भएको छ। कसैले डाक्टरमा नाम निकाल्नु भएको छ भने कसैले राम्रो अङ्क ल्याएर असल के अरे समाजसेवा गरिराख्नु भएको छ भने कसैले नेपाल सरकारको जागिरी गरिराख्नु भएको छ र जागिरी गर्दै गर्दा जागिरी गर्नु, रोजगारी गर्नु, पढाउनु, मास्टर हुनु अथवा राजनीति गर्नु सबैभन्दा ठुलो कुरा होइन, सबैभन्दा मन हो। जो मन नै पवित्र छैन भने हामी जुनसुकै जस्तोसुकै अवस्थामा भए पनि हामी मनलाई सफासँग धोइ पाखरी गर्न सकेनौँ भने जुनसुकै प्रतिनिधित्व हुँदै गर्दा पनि हामीले प्रतिनिधित्व गरेको अर्थ हुँदैन र हामी मन असल भएन भने यदि मनलाई असल पार्न सकेनौँ भने हामी जहिले पनि हामी कुविचारका पछाडि लागिरहेका हुन्छौँ भन्ने कुरा पनि म भाइ बहिनीहरूलाई अवगत गर्न चाहन्छु र भाइ बहिनीहरूलाई म अनुरोध गर्न चाहन्छु। आज सानो भाइ बहिनीहरू हुनुहुन्छ, तपाईहरू जस्तो सानो झोला बोकेर झोला स्कुलमा लिन सक्ने अवस्था नभएर झोला किन्न सक्ने अवस्था नभएर पनि हुनसक्छ आज भाइ मानेरले एउटा झोला प्रदान गर्नु भएको छ र स्कुलमा उहाँ जाँदै गर्दा किताब हराउनु भएको थियो होला, उहाँ स्कुलमा जाँदै गर्दा एउटा डस्टबिन हराउनु भएको थियो होला। त्यही सम्झनामा तपाईहरू जस्तो भाइ बहिनीहरूले यो भोग्नु नपरोस् भन्नका लागि झोला प्रदान गर्नु भएको छ र तपाईहरू जस्तो युवा भोलि एउटा पढाइमा मात्र लगनशील नभइकन यो समाजलाई परिवर्तन गर्नका लागि, यो समाजलाई रूपान्तरण गर्नका लागि युवाको एकदम
गहिरो जिम्मेवारी रहनेछ र भाइ बहिनीहरू आज साना छौँ, हामी खेल्ने उमेर हो, हामी भुल्ने उमेर हो, हामीले जे पाए पनि त्यही गर्न मिल्छ र हामीले असल काम मात्रै गर्ने होइन, हामीले खराब काम पनि गर्न मिल्छ भन्ने भाइ बहिनीहरूले नभनिदिन हुन म अनुरोध गर्न चाहन्छु। र मैले पटक पटकका कार्यक्रममा भन्ने गरिरहेको छु, यो उमेर तपाईँहरूको पढ्ने हो, तपाईँहरूको भविष्य बनाउने उमेर हो। अझ त एससी नजिकै आइरहेको छ, एससी दिने भाइ बहिनीहरूलाई म भन्न चाहन्छु, एससीको उत्कृष्ट अङ्गले तपाईँको सुन्दर भविष्यको एउटा मार्ग निर्देशन गर्छ र एससीको तपाईँको अलिकति जिपिए पुगेन भने तपाईँहरूको अलिकति अगाडि जाने बाटोलाई केही काँडा उत्पन्न भइदिन सक्छ भएको छ र उहाँहरूले भगवतीमाई गाउँपालिकाका युवा जनशक्तिले उहाँहरूलाई समय दिनुभएको छ। यो अमूल्य समय उहाँहरूले यो एउटा अभियानमा अथवा 4 दिन 2 दिन यो अभियानमा लाग्नु भएको छ। उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र भगवतीमाई गाउँपालिकाले एकदम गाउँपालिका मात्र नभएर मेरो व्यक्तिगत तर्फबाट भाइ मानेर चन्दलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। आगामी दिनहरूमा उहाँले हरेक चालेका पाइलाहरू अगाडि बढ्नेछन् र उहाँले सोचेका हरेक सपनाहरू साकार हुनेछन् र यो भगवतीमाई मात्र उहाँको अभियान चल्ने छैन, नौमूल्य गाउँपालिकामा चलेको होला, त्यस्तै गरी थुप्रै गाउँपालिकाहरूमा उहाँको नाम चलाओस् भन्ने कुरा उहाँ राख्न चाहन्छु। र अर्को कुरा अघि मात्रै हाम्रो भूपेन्द्र सरले भन्नुभएको थियो र भगवतीमाई गाउँपालिकामा हामी साझेदारीको कुरा गर्दै गर्दा ठ्याक्क म कतै थिइनँ कि भन्ने कुरा पनि लाग्यो, मैले कतै बिर्सेँ कि भन्ने कुरा पनि लाग्यो। र हामीसँग पनि शिक्षासँग सम्बन्धित थुप्रै प्रकारका कार्यक्रमहरू छन्। गत वर्ष हामीले भगवतीमाई गाउँपालिकाको तर्फबाट 10 जना विद्यार्थीलाई, अझ त साइन्स पढ्ने विद्यार्थी 4 जना दैलेख त्रिमाविमा पढ्ने छात्रहरूलाई हामीले 10,000 का दरले हामीले 10 जना विद्यार्थीहरूलाई 1 लाख मात्र मैले सानो एउटा कोष मैले खडा गरेको थिएँ। त्यो कोषबाट भगवतीमाई गाउँपालिकाका 10 जना हाम्रो बाहिर पढ्न जानुहुने भाइ बहिनीहरूले आर्थिक सहयोग हामीले गरेका थियौँ। त्यस्तै गरी अहिले पनि असल विद्यार्थी, असल अभिभावक, असल शिक्षक, असल प्रधानाध्यापक र असल विभिन्न अध्यक्षलाई भनेर हामीले थुप्रै प्रकारका बजेटहरू विनियोजन गरेका छौँ। तपाईँहरूसँग बालकहरूसँग बालबालिकासँग विभिन्न प्रकारका कार्यक्रमहरू पनि हामीले राखिरहेका छौँ र तपाईँहरूलाई हामीले भगवतीमाई गाउँपालिकामा म जनप्रतिनिधि हुँदै गर्दा गत वर्ष मैले 3 लाख बजेट छुट्याएको थिएँ र त्यो बजेट थियो लोकसेवा तयारी क्लास गर्ने भाइ बहिनीहरूका लागि भनेर छुट्याएको थिएँ र त्यो बजेट हामीले अन्ततः खर्च गर्न सकेनौँ र त्यो कार्यविधि बनेन। कार्यविधि नबन्दै गर्दा हामीले त्यो लोकसेवा तथा शिक्षक सेवा तयारीको क्लास हामीले सञ्चालन गर्न सकेनौँ र त्यो बजेट हामीले भगवती मावि थुवामा फर्निचर निर्माण भनेर हामीले त्यो उहाँलाई कतिवटा फर्निचर वितरण 20-25 वटा कतिवटा दिनुभयो मलाई ठ्याक्क थाहा छैन, प्राविधिकलाई थाहा होला। हामीले त्यो बजेट लिएर शिक्षकै क्षेत्रमा काम गर्ने गरेर भगवती माविमा 2 लाख मात्र बजेट थियो गत वर्ष भने त्यो बजेट हामीले त्यतातिर लगाएर हामीले फर्निचर निर्माण गर्यौँ। अहिले पनि हामीले 3 लाख जति बजेट शिक्षक सेवा लोकसेवा तयारी क्लासका लागि पढ्ने भाइ बहिनीहरूका लागि हाम्रो आवेदन खुल्ला हुनेछ। त्यतिखेर भाइ बहिनीहरूले यो सेवा पनि लिनुहुनेछ भन्ने कुरा म यो जानकारी गराउन चाहन्छु। हामीसँग शिक्षासँग थुप्रै कार्यक्रमहरू छन् र भाइ बहिनीहरूसँग थुप्रै कार्यक्रम छन्, विपन्न बालबालिकासँग थुप्रै कार्यक्रम रहेका छन् र यी कार्यक्रमहरूसँग यो अघि भनेको कुरा यो कति अब व्यक्तिगत कार्यक्रमसँग मेल खाने थियो कि थिएन, सायद अध्यक्षज्यूसँग कुरा भयो होला, म त्यहाँ थिइनँ होला मलाई जस्तो लाग्छ। र अर्को कुरा आगामी दिनहरूमा तपाईँहरूको सुन्दर भविष्यको कामना गर्न चाहन्छु र यो हाम्रो अभियन्ता टोली सामाजिक अभियन्ता टोली अथवा हाम्रो यो युवा जनमातलाई हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायुको कामना व्यक्त गर्दै भाइ मानेरको उत्तर प्रगतिको कामना, उहाँको हरेक परिस्थितिमा म एउटा भगवतीमाई गाउँपालिकाको जनप्रतिनिधि मात्र नभएर म व्यक्तिगत रूपमा उहाँलाई म सम्झन चाहन्छु र उहाँलाई सदैव सबैलाई सेवा गर्ने प्रदान मिलिरहोस् भन्ने कुरा पनि म अवगत गराउन चाहन्छु। र धेरै अलिकति बोले जस्तै लाग्यो र थोरै 2 शब्द मात्रै बोलुला भन्ने मलाई लागिरहेको थियो। मैले धेरै बोले
यसको लागि माफी पनि माग्न चाहन्छु र सम्पूर्णमा हार्दिक शुभकामना हार्दिक आभार व्यक्त गर्दै मेरो आफ्नो भनाइ यही रोक्ने अनुमति चाहन्छु। हस्त धन्यवाद। भने आजका यस कार्यक्रमका महत्त्वपूर्ण प्रायोजक मानेन्द्र चन्दलाई पनि उत्तर प्रगतिको कामना गरेर गइसक्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अर्को कुरा हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा म केही गर्छु भन्ने खालको मनोभावना भित्रबाट अन्तरात्माबाट केही कुरा जाग्यो भने हामी पालिकाको तर्फबाट पनि केही सहयोग गर्न सक्छौँ। केही कार्यक्रमहरू राख्ने गरेका छौँ। त्यो कार्यक्रम भेट्न हाम्रा विद्यार्थी भाइ बहिनीहरू सफल भएका छैनन् भनेर पनि गुनासो व्यक्त गर्नुभएको छ। हाम्रा एसई दिने विद्यार्थी भाइ बहिनीहरूले उहाँले त्यो भने बमोजिमका कार्यक्रमलाई भेट्न सकिन्छ कि? झोला वितरणको लागि हामीले कक्षा 10 का साधारण प्राविधिक का विद्यार्थी भाइ बहिनीहरूलाई क्रमशः आफ्नो रोल नम्बर अनुसार क्रमशः तल्लो साइडबाट तल्लोतिरबाट हाम्रो चाहिँ प्राविधिक धारका विद्यार्थी बहिनीहरू आफ्नो क्रमाङ्क अनुसार चाहिँ लाइन लगाइदिनु पर्ला। अनि माथिल्लो कार्कीसरले जहाँबाट फोटो लिइराख्नु भएको छ त्यो कोडतर्फ साधारण तर्फका विद्यार्थी भाइ बहिनीहरू आफ्नो क्रमाङ्क अनुसार रोल नम्बर अनुसार छिटोभन्दा छिटो लाइनमा आबद्ध भइदिनका लागि मैले विनम्र अनुरोध गरेँ। लाइन लगाउन सहयोग गर्नका लागि हाम्रो तेजु सर, दशरथ सर लगायत अन्य सरहरूले पनि सहयोग गरिदिनु पर्ला। यो कार्यक्रम ढिला भयो भने हामी पछाडिका कार्यक्रमलाई अझै समय अपुग हुन सक्छ कि समय पुग्दैन कि भन्ने पनि हामीलाई लागेको छ। झोला वितरणको लागि हाम्रो आजको कार्यक्रमका प्रमुख अतिथि विशेष अतिथि र कार्यक्रमका सभापति हामीले माथिल्लोबाट एउटा र तलतिरबाट एउटा जनालाई अगाडि बढाउने एकजना माथिल्लो लाइनबाट एकजना तल्लो लाइनबाट लिने र तलतिरकोले माथिल्लोबाट गएर निस्किने अनि माथिल्लो यताबाट निस्किने है। झोला वितरणको लागि हाम्रो चाहिँ सर प्रमुख अतिथि आजको कार्यक्रममा सभाध्यक्ष लगायत हाम्रो अन्य सरहरूले चाहिँ सहयोग गर्नुको लागि हार्दिक अनुरोध गर्दछु। पनि तलतिरको लाइनबाट पनि कार्यक्रमका सभाध्यक्ष एवं वडा नम्बर 1 का अध्यक्ष तथा यसै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत समावेशी टिम के अरे समाजसेवी टिमलाई पनि हार्दिक अनुरोध गर्दछु। टेली गरिदिनु पर्ला। हाम्रो विद्यार्थी भाइ बहिनीहरू टोटल उपस्थिति नभइसकेका पनि हुन सक्छन्, त्यसकारण कहीँ कतै दोहोरिने सम्भावना त हुँदैन। छुटेको पनि एकट हामीसँग रहनुपर्छ। अनि अन्य मञ्चको अगाडि बसिरहनुभएका साना साना विद्यार्थी भाइ बहिनीहरू लगायत अन्य भाइ बहिनीहरूले ताली बजाएर यसो स्वागत गरिदिए झनै राम्रो हुन्थ्यो। एकै सारमा लामो समयसम्म बजाइराख्नु पर्नेछ। त्यसकारण एकै तालमा चाहिँ तालीद्वारा चाहिँ सम्मान गरिदिनु पर्नेछ। ताली 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 एकै तालमा 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 यसरी चाहिँ बजाइराख्नु पर्ला। हामी खरर पारेर चाहिँ लामो समयसम्म बजाइराख्न सक्दैनौँ। तालिम चाहिँ अलि हामी धेरै भन्दा आवाज पर्याप्त हुनुपर्छ भन्ने हामीलाई लाग्छ। विद्यार्थी जीवनमा हामी एउटै खालको एकै प्यासन आयो भने हामी एकदमै त्यसलाई ग्रहण गरिराख्थ्यौँ लामो समयसम्मै।
धेरै लामो छ। केशव साई प्राविधिक कक्षा 10। शासन ठुलो अगाडि बस्नुपर्नेछ। त्यहाँ झोलामा एउटा विद्यालयको नाम फरक परेको छ। श्री जवाहरलाल मावि विद्यालय नगरेर कुनै अरू परेको कारणले गर्दा हेरेर त्यसलाई चाहिँ यसरी चाहिँ झोलामा चाहिँ नाम फरक परेका हुनाले हामी साटेर चाहिँ दिन्छौँ। सामग्री प्राप्त गर्यौँ, कापी कलम पायौँ भन्नेको नाउँमा सम्भवतः प्रदान गर्नुभएको होइन होला। दैलेख जिल्ला 9 मुले गाउँपालिका वडा नम्बर 6 स्थायी ठेगाना भई हाल अमेरिकामा भएको छ कि उहाँलाई कतै उत्तीर्ण मिलेको छैन कि उहाँले यतिसम्म सहयोग पाउनुभयो भने आफ्नो शैक्षिक प्रगतिलाई अझै अगाडि बढाउन सक्नेछन्, शैक्षिक सुधार गर्न सक्नेछन्, भविष्यमा गएर एउटा महत्त्वपूर्ण खालको जनशक्तिको रूपमा उत्पादन गर्न सक्नेछन्, भविष्यलाई सुनिश्चित गर्न सक्नेछन् भन्ने हेतुका साथ अमेरिकामा बसेर हाम्रो एउटा भलन्टियर समूह बनाएर समाजसेवी युवाहरूलाई ल तपाईँ दुःख गरिदिनु पर्यो, यति दुःखले विद्यार्थीहरूले आफ्ना कमी कमजोरीलाई सच्याएर सुधार गरोस्, सुधार गरेको दिन पाइयोस् भनेर चाहिँ उहाँले पनि रात दिन खटेर चाहिँ सहयोग गर्नुभएको छ। उहाँले सहयोग गर्नुभएको छ। सहयोग गर्नुहुने मनकारी समाजसेवीलाई पनि हामी हार्दिक नमन गर्न चाहन्छौँ, हार्दिक धन्यवाद दिन चाहन्छौँ। जसरी यो प्रयोजन गरेका सामग्रीहरूलाई तपाईँहरू माझ पुर्याउनका लागि दुःख सुख गर्दै लाग्नुभएका हाम्रो समाजसेवी युवाहरूको एउटा समूह छ। उहाँहरूको नाम वाचन गर्न आवश्यक छैन, हामी उहाँहरूलाई सहजै चिनेका छौँ, परिचित छौँ। उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौँ। उहाँले अरू कुरा पनि थप राखेर जानुभएको छ। हाम्रा झोला वितरण गरेका भाइ बहिनीहरूको फोटो सेसन छ, फोटोमा उहाँले हेर्नुहुन्छ एसीको नतिजा आउँछ, नतिजा हेर्नुहुन्छ अझै उत्कृष्ट नतिजा प्राप्त गर्ने 3 जना आजको कार्यक्रमलाई समापन गरिदिनको लागि मञ्चमा निम्त्याउँदछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस कार्यक्रमका प्रमुख अतिथि एवं भगवती माई गाउँपालिकाका उपाध्यक्षज्यू, कार्यक्रमका विशेष अतिथिज्यूहरू, अभिभावकज्यूहरू, यस विद्यालयका प्रधानाध्यापकज्यू र यस विद्यालयमा अध्यापन गराउनुहुने शिक्षक शिक्षिकाज्यूहरू र यहाँ यस मैदानमा उपस्थित हुनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, म सर्वप्रथम तपाईँहरूमा हार्दिक नमस्कार गर्न चाहन्छु। सर्वप्रथम म भगवती माई गाउँपालिका वडा नम्बर 1 ज्वाला मावि बेस्तारा र मेरो व्यक्तिगत तर्फबाट दैलेख जिल्ला 9 मुले गाउँपालिका वडा नम्बर 6 निवासी मानिन्द्र चन्दज्यूलाई म हार्दिक कृतज्ञता सहित धन्यवाद व्यक्त गर्न चाहन्छु। कुरा धेरै आइसकेको छ। म तपाईँहरूलाई के अनुरोध गर्न चाहन्छु भने तपाईँहरू भाइ बहिनीहरूले यो झोला लिनुभएको छ। म यो विद्यालयमा त पढिनँ, म सानो कुरा सुनाउन चाहन्छु। यो विद्यालय स्थापना कसरी भएको हो भने श्री निम्न माध्यमिक विद्यालय पगनाथलाई तल सारेको हो। यो धेरै विवाद भयो, तर अहिले एउटा कुरा गर्नुभयो सरले, अहिले पनि भइरहेछ। म थोरै कुरामा धेरै लामो गर्दिनँ है, लामो कुरा त गर्नु त्यो समय छैन। म अहिले पर खोलामा जानु छ। त्यसो भएको हुनाले त्यसरी स्थापना भएको 2021 सालमा त्यसरी स्थापना गरिएको यो ज्वाला मावि विद्यालय, ज्वालामा बिहे बनाइयो, ज्वालाबाट माथि बनाइयो। अहिले ज्वालाबाट माथिलाई चेन्ज गरिएको छ, तर नाम त्यही छ। त्यसैले म यहाँ 2 कुराहरू पनि आए। म के भन्न चाहन्छु भने अहिले हाम्रो विशेष अतिथिज्यूले भन्नुभयो, हाम्रो भूपेन्द्र सरले भन्नुभयो, उहाँ न्यायचन्दज्यूले गरेको सहयोग छ नि। यो विद्यालयमा हाम्रो भगवती माई गाउँपालिकामा 8वटा मावि छन्। त्यो मध्ये हामीले 4वटा माविमा आज झोला र स्टेसनरी वितरण गर्ने कार्यक्रम सम्पन्न गरेका छौँ।
त्यो गरेर यो विद्यालयमा 2082को एसीमा 8वटा विद्यालयमध्ये 1, 2, 3 भनेको फर्स्ट सेकेन्ड थर्ड हुने विद्यालयलाई विशेष पुरस्कृत गर्ने र त्यसै विषयको शिक्षकलाई पनि पुरस्कार व्यवस्था गर्ने भनी उहाँले घोषणा गर्नुभएको छ। त्यसमा विशेष गरी अभिभावकज्यू त्यहाँ आउनु भएको छैन, उहाँलाई पनि बोलाओ, पर्सि बोलाउने कुरा मैले हेर्सलाई गरेँ। अहिले विशेष पहिलो पाटो अभिभावकले ध्यान दिनुपर्ने छ, दोस्रो पाटो विद्यार्थीले पनि ध्यान दिनुपर्ने छ, तेस्रो सरहरूले पनि विशेष ध्यान दिनुपर्ने छ। किनभने गतको एसीमा हामी यो दैलेख जिल्लाभरि त्यति त भएन, रिजल्ट राम्रो आयो, तर हाम्रो भौतिकमै सबैभन्दा अगाडि हो। त्यसैले पढ्ने पढाउने कुरामा पहिलो कुरा भने उहाँहरू कोही पनि आउनु भएन आज। हाम्रो सरले पनि विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा गरेको छु। र अर्को कुरा मैले तपाईँहरूलाई के अनुरोध गर्न चाहन्छु भने, यो कुरा अलिकति आयो अघि, म के भन्छु भने जनताको करबाट तलब खाने जो कोही, म पनि केही भत्ता खान्छु, म पनि केही भत्ता खान्छु। आफ्नो काम कर्तव्य के हो त्यो पुरा गर्नै पर्छ। यदि गर्ने होइन भने त्यो छोड्नुपर्छ भन्ने मेरो मान्यता छ। मैले भनिसकेँ जनताको तिरेको करबाट मैले पनि केही भत्ता खाएको छु है, खाएको छु, मैले पनि खाएन भन्दिनँ। त मेरो काम त्यो गरेन भने मलाई पनि हटाउनुपर्छ भन्ने मेरो मान्यता हो। त्यसैले म के भन्छु भने जनताको करबाट त्यो आफ्नो काम कर्तव्य अधिकार के हो त्यो पुरा गर्नुपर्छ भन्ने मेरो भनाइ म सधैँ भन्ने गर्छु। त्यसैले मैले यो पनि अनुरोध गरेँ पहिलोचोटि मैले तपाईँहरूलाई। र अर्को कुरा भाइ बहिनीहरू, मैले अघि जन्ममा एउटा भाषण गरेको थिएँ। हाम्रो पालामा त 1-5 माथि ज्वाला मैले निम्नमा महादेव निम्न भन्थेँ नि, त्यहाँ पढाए मान्छे हुँ म। त्यही बेला हाम्रो भाषामा जाङ्गिया भन्छन्, अहिले हाफ पोइन्ट भन्छन्। त्यो लाउने कपाल धुन्थेनन् हाम्रा। अहिले तपाईँहरूले त पुरा पोइन्ट लाउनु भएको छ, सर्ट लाउनु भएको छ, अझै फेरि झोला दिने कार्यक्रम आइगयो। हेर्नुहोस् त यो कति राम्रो छ। त्यसैले तपाईँहरूले भविष्य तपाईँहरूले बनाउने हो। अहिले इन्जिनियरको कुरा आयो नि, यसै विद्यालय इन्जिनियर हुने, पाइलट हुने, डक्टर हुने तपाईँहरूले पनि ध्यान दिनुपर्ने जरुरी छ। अर्को कुरा भनौँ, म देशमा भर्खर घटेको घटना छ। यहाँ जेन्जी मसँग गाउँमा काल माथि पनि भने मैले जेन्जीको त्यो भन्न खोजे, जेन्जीले भन्न खोजेको त्यो होइन। त्यो देशमा भ्रष्टाचार भयो, यहाँ लुटपाट भयो, यो गर्नु हुन्न भने जेन्जीले भनेका हुन्। यहाँ त त्यो ठ्याक्कै उल्टो भयो। उल्टो भएको त्यो पनि ध्यान दिनु पर्ला तपाईँहरूले। उल्टो भएको छ, त्यो देशमा भ्रष्टाचार भयो, अत्याचार भयो भनेर गरे आन्दोलन, तर त्यसको उल्टो भएको छ। त्यो पनि तपाईँले ध्यान दिनु होला। अहिले के भन्ने गर्छन्, कार्यक्रम विद्यालयमा जान्छु, के भन्छन् भने हामी जेन्जी, त्यो होइन बाबु, त्यो नगर्नु होला। गल्ती मैले गल्ती गरेँ, राष्ट्रपति मेरो वडा हो, गल्ती गरेँ, मलाई खबरदारी गर्नु होला। त्यो म तपाईँहरूलाई अनुरोध गरेको छु। त्यसैले तपाईँहरूलाई यसलाई अन्यथा नमान्नु होला। जेन्जी भनिकन आन्दोलन त्यस्तो आन्दोलन होइन। जो देशमा भ्रष्टाचार भयो, अत्याचार भयो, यो गर्नु हुन्न भनेर गरिएको आन्दोलन थियो, तर त्यसले रूप अर्कै लग्यो। यो देश 20 वर्ष पछाडि धकेलिया छ। त्यो तपाईँहरू यो देशका कमान्डर भोलि हुन सक्नुहुनेछ। भोलि इन्जिनियर तपाईँ पनि जस्तो कुरा अमेरिका जान सक्नुहुन्छ, बेलायत जान सक्नुहुन्छ। अहिले देशका लास्टमा पढ्ने बेला हामी जेन्जी भने फाल्टु कुरा लान्थ्यो, तपाईँहरूको भविष्य बिग्रिन्छ। त्यसैले मैले तपाईँहरू अनुरोध गरेँ, यसलाई नमान्नु होला। अर्को कुरा, विद्यालयमा पढाइ भएन भन्ने पनि गुनासो बाहिर सुन्छु म। अहिले वडा सुनि भएँ, यसै विद्यालय अध्यक्ष पनि भएँ, 2 वर्षदेखि म भएको हुनाले पढाइ यहाँ भएको छ। केही कुरा मिलेको छैन, त्यो कुरा म तपाईँहरूलाई भनिसकेँ। कति बुझ्नुभयो? केही कुरा मिलेको छैन, अरू पढाइ भएको छैन भन्ने होइन। पढाइ भएको छ, बाहिर के भन्छन् त्यो कुरा तपाईँ सुन्ने होइन। विद्यार्थीलाई पढाइ भएन भने तपाईँहरूले भन्ने ठाउँ छ, त्यहाँ भन्नु होला। बाहिर अरू के भन्छ भन्ने होइन, सम्बन्धित ठाउँमा भन्नुपर्छ। त्यसैले यो पनि तपाईँहरूलाई मैले अनुरोध गरेँ। तपाईँहरूले अघि हेर्सकोले सञ्चालकले भन्नुभएको छ, तपाईँहरूको बुवा मम्मीलाई पछि 7 गते आइतबार अनिवार्य यहाँ ल्याउनु होला, छलफल गर्नुपर्ने छ। बिग्रियो मात्रै भन्नु, किन बिग्रियो? उहाँहरूको अधिकार छ यहाँ ल्याएर अनिवार्य आएर सबै तपाईँको 600 जना आमा अथवा बुवा एकजना अभिभावक ल्याएर आउनु होला भन्ने तपाईँहरूलाई फेरि अनुरोध गरेँ। यदि भन्दै धेरै लामो भाषण त म गर्ने मान्छे होइन, बढी गरिदिनुहोस् लाग्यो। आज मेरो मान्यता के छ भने काम गर्नुपर्छ, भाषण होइन। काम गर्नुपर्छ, भाषण होइन। काम गरी देखाउनुपर्छ मान्छेले। त्यसैले तपाईँलाई मैले फेरि धन्यवाद दिएँ र हामीलाई सहयोग गर्नुहुने हामीलाई यो विद्यालय यो सरस्वती माझी जन्म ज्वाला माझी बेस्ताडालाई झोला काटी कलम दिएर सहयोग गर्ने मान्यतन भाइलाई पुनः यस ज्वाला माझी बेस्ताडा वडा कार्यालय र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिँदै कृतज्ञता व्यक्त गर्न चाहन्छु। हवस्, धन्यवाद, नमस्कार।